सम्पूर्णलाई नमस्ते अनि स्वागत छ स्टार टेक ग्लोबल अपडेट्समा। आज पनि मैले केही नयाँ अपडेट्सहरू लिएर आएको छु। हामीले जुन डिजाइनहरू लिएर हामीले जुन बिल्डिङ बनाउन लाग्यौं त्यो बिल्डिङले भने केही हदसम्म त्यसको आकार प्राप्त गरेको छ। हामीले सुरुवाती चरणदेखि नै भनिरहेका थियौं कि हामीले बिल्डिङ बनाउँदाखेरि केही नेपालीपन झल्किने गरी हामी बनाउने छौं भनेर। त्यही अनुरूप नै अब भने स्टार टेक ग्लोबल को बिल्डिङ भने नेपालीपन देखिने गरी ढल्किएको छ। देख्न सक्नुहुनेछ यस भिडियोमा। हामीले बिल्डिङ अगाडि पनि जुन प्याराफिट छ अलि सानो 490-92 क्यापासिटीको जुन प्याराफिटको सिटहरू छ त्यो पनि लगभग कम्प्लिट गरिसकेका छौं। र त्यसमा भने हामीले अहिले अलि फरक कलर राखेर स्टार टेक ग्लोबलको ई र टी जुन रातो चेयरहरू राखेर हामीले बनाएका थियौं हो त्यो स्वरूपमा भने ढालिएको छ। ईटी को अर्थ स्ट्याटिक भन्न खोजेको हो। र तपाईलाई थाहा नै छ स्टार टेक ग्लोबलमा प्र्याक्टिस गेमहरू भइरहेको छ र कुन टिमको भएको छ भन्ने पनि थाहा छ। यदि टिम थाहा छ भने कमेन्टमा लेख्नु होला भन्दै। अहिले ग्राउन्डमा भएको नयाँ काम भनेको यो बिल्डिङमा भने अहिले हामीले लाइट बोर्ड राख्ने काम भने सम्पन्न गर्यौं। यो भने हाम्रो कम्पनीको नाम स्टार टेक ग्लोबल नामको भने हामीले आज लाइट बोर्डहरू फिटिङ गरेर भनेर सकेका छौं। यो भने रातिमा पनि प्रष्ट देखिने होस् भनेर हामीले सेतो कलर चुज गरेका छौं, जुन हाम्रो आफ्नो ब्रान्डिङ कलर भन्दा अलि फरक रहेको छ। यही बोर्ड राख्नको लागि भने हामीले केही दिन माथि ट्रसको काम रोक्नु परेको थियो। त्यो ट्रस पुरा कम्प्लिट गरियो भने यो बोर्ड राख्न भने यसले समस्या पुर्याउने देखिएपछि हामीले त्यो ट्रसको काम केही दिनलाई भने होल्ड गरेका थियौं र त्यसपछि पनि हामीले लाइटहरू लगायौं र ट्रस्टको काम पनि सम्पन्न गर्यौं। अहिले भनेको हामीले यसपालि अलि ढिलो गरी त्यो लाइट लगाउने निर्णय लिएका थियौं र त्यसै अनुरूप पनि हामीले एउटा लाइट लगाउने काम तिहारपछि सम्पन्न गर्यौं। यो भने लुम्बिनी लायन्सले स्टार टेक ग्लोबलमा प्र्याक्टिस गर्दै छ। निकै नै कडा मेहनत गरिरहनु भएको छ लुम्बिनी लायन्सका प्लेयर्सहरूले, कोचहरूले, म्यानेजमेन्ट टिमले निकै नै कडा मेहनत गरिराख्नु भएको छ। आशा छ यसपालिकै एनपीएलमा लुम्बिनी लायन्सले निकै नै राम्रो गेम खेल्नेछ र ट्रफी भने एकचोटि फेरि स्टार टेक ग्लोबलमा ल्याउने छ भन्ने हामीले आश गरेका छौं। यो भने निकै नै टप सबैभन्दा टप फ्लोरबाट खिचेको यो भिडियो छ। यसरी ट्रस लगाउने काम भने पूर्ण रूपमा सकिएको छ। यसरी अगाडि दुईटा झण्डा देख्न सक्नुहुनेछ, नेपालको झण्डा र लुम्बिनी लायन्सको झण्डा फरफराइरहेको छ। यहाँ भने एउटा हाम्रो आफ्नै कम्पनीको झण्डा भने हामी राख्ने तयारीमा छौं। यो भन्दा अगाडि मलाई धेरै जनाले दाइ यो ग्रासहरू चाहिँ कस्तो खैरो मरे जस्तो देखिन लागेको छ, के भयो भनेर सोधिराख्नु भएको थियो। त्यतिखेर मैले पटक भनिरहेको थिएँ कि हाम्रो ग्रासमा भने अहिले रोग लागिरहेको छ। त्यसले गर्दाखेरि धेरै जसो घाँसहरू जो बर्मुडा ग्रास छ, यो दुबो, यो चाहिँ मरेको थियो। हामीले फेरि त्यसको ट्रिटमेन्ट गर्यौं र अहिले धेरै हदसम्म भने यसको रिकभर भइसकेको छ। अहिले त्यस्तो टाटापाटा भने देखिँदैन। यो भने यसरी पिचमा नेट लगाएर प्र्याक्टिस गरिराख्नु भएको छ लुम्बिनी लायन्सको प्लेयर्सहरूले। अहिले ग्राउन्ड निकै नै सुन्दर देखिएको छ र यो हामीले ग्रास कटिङ गरेका थियौं, कुनै 1 मा या र 3 मा राखेर कुनै 0 मा राखेर यो प्याटर्न बनाउनको लागि। त्यसले गर्दा पनि कतै अहिले खैरो देख्नु भएको होला। यो भने फ्लड लाइट के भइरहेको छ भनेर धेरै जनाले सोध्नु भएको थियो। फ्लड लाइट मैले पटक पनि भनिरहेको छु कि फ्लड लाइटमा हामीले अपग्रेड गर्दैछौँ। त भएको लाइटहरू पनि हामीले निकालेका छौँ भनेर मैले पटक पनि भनेको थिएँ र त्यही अनुरूप अहिले त्यहाँ पहिला हामीले जडान गरेको लाइटहरू भने हामीले निकालेका छौँ र अहिले त्यो भन्दा अझ उन्नत
किसिमको लाइट र अलिक बढी वाटको लाइट भने अहिले हामीले जडान गर्ने कार्यहरू गरिरहेका छौँ। यहाँ बिल्डिङभित्र पनि कामहरू भइरहेको छ। यसरी यो प्यानल बोर्डहरू लगाउने कामहरू यो गरिराख्नु भएको छ। यो बाहिर भने बिल्डिङको यो बाहिरतिर भने रेलिङ लगाउने कामहरू गर्नुभएको छ भने यतातिर भने पार्टिसनको कामहरू चलिरहेको छ। यसरी स्टारटेकमा भने दैनिक जसो कामदारहरू हुनुहुन्छ, कामहरू भइरहेको छ। र यो रातिमा लाइट बालिसकेपछि स्टारटेको बलको जुन माथि बोर्ड लगाएका छौँ त्यो चाहिँ कतिको चमक आउँछ भनेर हेरेका थियौँ। यो त्यसमा लिएको एउटा भिडियो हो। जस राम्रै आएको छ र यसमा भने अझै यसको ब्राइटनेस बढाउनु पर्ने छ। हामीले हिजो जस्ट फिटिङ मात्र गरेर एउटा त्यहाँ पावर मात्र दिएका थियौँ। र यसरी लुम्बिनी लायन्सका प्लेयरहरूले राति फ्लडलाइट मुनि गेमहरू प्र्याक्टिस गरिराख्नु भएको थियो। कुन कुन प्लेयर देख्नुभयो हजुरले यो भिडियोमा कमेन्टमा लेख्नुहोला। र अहिले भने एनपिएल निकै नै तगडा हुने देखिएको छ, किनभने फाफ डु प्लेसिस, इमरान ताहिर जस्ता दिग्गज साउथ अफ्रिकाका खेलाडीहरू पनि अहिले एनपिएल खेल्न आउँदै हुनुहुन्छ। उहाँहरू विशेष गरी यो नेपालको क्रिकेटलाई सहयोग गर्नको उद्देश्यले नै यहाँ एनपिएल खेल्न आउँदै हुनुहुन्छ जस्तो मलाई लागेको छ। अब त एनपिएलको सेड्युल पनि निस्किसकेको छ। धेरैजसो गेमहरू भने फ्लडलाइट मुनि खेल्ने देखिएको छ र यसपालि भने एनपिएल भव्य हुनेछ।